आदरणीय दर्शकबिन नमस्कार। सदा चाहिँ आज पनि म यहाँलाई एउटा विशेष महत्त्वपूर्ण जानकारी लिएर उपस्थित भइसकेको छु। आजको विषय रहेको छ 2082 सालमा कुन राशिमा शनिको प्रभाव छ। जस्तो 82 सालमा शनिको अन्त्य दशा, मध्य दशा र आद्य दशा कसरी चल्छ र शनिको दशा चलेको बेलामा कस्ता जातकलाई एकदम राम्रो शुभ फल प्राप्त हुन्छ र कस्तो किसिमको जातकलाई चाहिँ अशुभ फल प्राप्त हुन्छ र यदि अशुभ फल प्राप्त हुने जातकलाई अथवा नकारात्मक असर पर्ने जातकलाई के गर्नुपर्छ त भन्ने बारेमा मैले अचूक उपायहरू समेत लिएर उपस्थित भइसकेको छु। सर्वप्रथम त मेरा आदरणीय दर्शक महानुभावहरूलाई नव वर्ष 2082 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। सबै आदरणीय दर्शकबिनहरूको सुख होस्, सम्पन्न होस्, मनमा चिन्ता नहोस्, सबैजना हाँसी खुसीले रहनुहोला भन्ने अपेक्षा समेत गर्दछु। अब सुरु गरौँ। जस्तो कुन राशिलाई वर्षभरि शनिको अन्त्य दशा, मध्य दशा र आद्य साढे साती दशा चलिरहन्छ त? यो महत्त्वपूर्ण जानकारी यहाँहरूलाई पस्किन अनुमति चाहन्छु। 2082 सालमा शनिदेव वर्षभरि नै मीन राशिमा रहने हुनाले निम्न शनि दशा प्रभावित हुन्छ। जस्तो कुम्भ राशि भएका व्यक्तिहरूलाई वर्षभरि नै अन्त्य साढे साती दशा चलिरहन्छ भने त्यस्तै मीन राशि भएका व्यक्तिहरूलाई वर्षभरि नै मध्य साढे साती दशा चलिरहन्छ। त्यस्तै गरी मेष राशिलाई चाहिँ आद्य साढे साती दशा चल्छ भने सिंह र धनु राशिलाई अढैया शनि दशा वर्षभरि नै चलिरहन्छ। अब शनिको कस्तो किसिमको नकारात्मक फल हुन्छ त? शनि दशा त लाग्यो भन्नाले जस्तो यदि तपाईँको शनिको नराम्रो फल हुने व्यक्तिहरूलाई कस्तो किसिमको प्रभाव पर्छ भन्दा जस्तो झुटो आरोपहरू लाग्ने, शरीरमा आलस्यता पैदा हुने, मानसिक चिन्ता बढ्ने, काममा ढिलासुस्ती हुने, मान सम्मानमा कमी हुने, सञ्चित धन नोक्सानी हुने, चोटपटकको भय हुने, यस्तो किसिमको यो नकारात्मक फलहरू देखिन्छ। यो चाहिँ जस्तो तपाईँको कस्तो हुन्छ भने शनिको चाहिँ आद्य साढे साती अढैया शनि भएका व्यक्तिहरूलाई यस्तो किसिमको नकारात्मक फल हुन्छ। र कस्ता व्यक्तिहरूलाई शनिको राम्रो फल हुन्छ त, शुभ फल प्राप्त हुन्छ त, त्यसको बारेमा पनि यहाँहरूलाई म बताउनु गइरहेको छु। जस्तो यदि जन्मकुण्डलीमा शनि राशि स्वगृह आफ्नै घरमा बस्नु भएको छ, मित्रको घरमा बस्नु भएको छ, उच्च राशिमा बस्नु भएको छ र 3, 6, 11 स्थानमा शनि भएमा त्यस्ता व्यक्तिहरूलाई शनिको नकारात्मक असर पर्दैन, सकारात्मक असर पर्छ र सकारात्मक असरले धेरै राम्रो फल प्राप्त हुनसक्छ र नकारात्मक असरबाट चाहिँ वञ्चित हुनुहुन्छ। अब यदि नकारात्मक असर भएका व्यक्तिहरूले उपाय के गर्यो भने शनिको दशाबाट नकारात्मक उपायहरू हट्छ त भन्ने उपायहरू पनि म यहाँलाई दिन गइरहेको छु। जस्तो यदि तपाईँहरूलाई नकारात्मक असर मैले माथि व्यक्त गरे अनुसार नकारात्मक असर पर्ने जो व्यक्तिहरू हुनुहुन्छ उहाँहरू आत्तिनु पर्दैन। मैले भनेको उपायहरू अपनाउनु भयो भने तपाईँहरूलाई पनि नकारात्मक उपायबाट सकारात्मक बनाउन सकिनेछ। जस्तो देवीको पूजा गर्न सुरु गर्नुहोस् तपाईँहरू। त्यस्तै गरी शनि मुद्रिका धारण गर्नुहोस्, शनि स्तोत्र पाठ गर्नुहोस्, पिपलमा जल चढाउनुहोस् लगायत धेरै किसिमको उपायहरू छ। तपाईँहरूले जो पीडित हुनुहुन्छ उहाँहरूले एकजना विज्ञ ज्योतिषहरूसँग परामर्श गर्नुभयो भने पनि अझ धेरै उपायहरू बताइदिनुहुन्छ। मेरो भिडियो लामो हुने भएको कारणले मैले यहाँलाई धेरै कुराहरू व्यक्त गर्ने इच्छा हुँदाहुँदै पनि व्यक्त गर्न सकिनँ। आजको यो महत्त्वपूर्ण जानकारीबाट मलाई पनि बिदा दिनुहोस्। यहाँहरूको जीवन सधैँ सुखमय होस्। हस्त नमस्कार।